हेलो एभ्रिवान गुड मर्निङ अनि आज चाहिँ डे 2 घरसम्म छु हैन अनि हिजो मोटीहरुलाई पुर्याइसक्यो मोटीलाई र बहिनीलाई चाहिँ अनि अर्को साथीलाई चाहिँ हामीले ट्रेन स्टेसनमा छोडिसक्यो हैन अनि उ पनि उता अर्कै ठाउँमा बस्छ सो हिजो चाहिँ हामी अब दाइ र म मात्रै छ अहिले हैन अनि होटलमै छौं अझै स्टिल अब आज घर फर्किने अनि हिजोको आजै अब मिस गर्न थालिसक्यो मोटीलाई हैन उ पुगिसकेको छ अनि मेन कुराहरु चाहिँ अब त्यही हो न राम्रोसँग पुग्यो अनि धेरै मिस गर्दैछु तिमीले भिडियो हेर्दैछौ हैन अनि मेन भनेको चाहिँ हेर यहाँनिर अब बुढी नभएपछि त क्या जाउ भइदिन्छ कि यस्तो मेस छ यहाँ होटलमा हैन हामीले खाना साना बनाएको देखि लिएर सबै कुराहरु चाहिँ एकदमै मेस छ हेर मोडी तिमीले जस्तो छोडेर गएको छौ सब कुरा त्यस्तै छ है सो राम्रोसँग पुग्यो अनि त्यही हो अब आज फर्किँदैछौँ हामी पनि अनि हाम्रो होटलको भ्यू हजुरलाई म देखाइदिन्छु हामी बसेको यताको मौसम चाहिँ अझै यस्तै छ के नेपालमा त अब एकदमै गर्मी छ होला यता चाहिँ अब त्यस्तै छ मुखहरू पनि धोएको छैन सो रेन भग चाहिँ अब आउनेवाला छ किनकि अब एक्लै नै हुन्छु हैन अनि बोर हुन्छु अब यसरी नै भ्लगहरु गर्ने अब तपाईहरुलाई जे छ भिडियोहरुमा अब शेयर गर्ने डेली भ्लग जस्तो हैन सो हेर्दै गर्नु होला गाइजहरु म चाहिँ भइसके रेडी हैन सबै कुराहरु ठीक छ यतापट्टि पनि हल्का सरसफाइ गर्दैको छु यता पनि गरेको छु सो एकदम क्लियर देखिएको छ अनि अब चाहिँ हामी दाइ र म चाहिँ हामी ट्रेन स्टेसन जाने छौं अनि त्यस पछाडि अर्का केही काम पनि छ यता वर्षा सेन्टरतिर हैन अनि त्यस पछाडि चाहिँ डाइरेक्ट कोर्जुलको बस्की फेरि भोलिबाट सेम रुटिन पनि छ ड्युटी जाने आउने हैन खाना खाने आफ्नो काम गर्ने एभ्रिथिङ सबै कुराहरु चाहिँ सेमै हुनेवाला छ फेरि भोलिबाट मैले चाहिँ तपाईहरुलाई पहिला पनि देखाएको छु हैन यसरी अब आफू फ्री हिँड्न छ भने अब हैन केही काम छ अब आफूलाई ब्यागहरु लगाउनु छैन भने यसरी चाहिँ हामीले सेन्टरमा चाहिँ यसरी लक गर्न सकिन्छ है त भयो अनि यो चाहिँ लक भयो अब आफूले चाबी लिएर जाने अनि 24 आवर हो यहाँ प्राइस अनुसार पनि छ हैन कति गर्नु पर्ने हो अहिले चाहिँ अब हामी वर्कसप छोड्दैछौँ अनि ब्याक टु होम जाँदैछौँ हैन गोल्डजोबिलको पल्स के यहाँनिर देख्न सकिन्छ पछाडि ब्याक टु होम अहिले हामी घर आइपुगेको छ हैन यहाँनिर अब घर फाइनल्ली एकदम टाढा पर्ने क्या हाम्रो चाहिँ लु दाइ लु अब 2 महिना विदाउट वाइफ बस्नुपर्ने भयो लङ डिस्टेन्समा हैन अब भोलिबाट काम छ अनि काम गयो आयो अब सबै कुरा अब पहिला चाहिँ दुईजना हुन्थ्यो हापहाप गरिन्थ्यो हैन पुटापुटले अब सफाइ गर्यो खाना बनायो घरे भाडा माझ्यो हैन अहिले चाहिँ अब सबै कामहरु एक्लै गर्नुपर्ने हुन्छ अनि त्यही हो गाइज केही छैन 2 महिना हो सधैँ पनि मिस गर्छु हैन अनि पार्टनर भनेको अब पार्टनरै हुन्छ जे जस्तो भयो नि सो त्यही हो सी यु इन द नेक्स्ट ब्लग सब्स्क्राइब गर्नु होला गाइज